हिजो भर्खरै मात्र मैले फेसबुकमा चाहिँ एकजना कामदार जस्तो बिजुली सम्बन्धी काम गर्ने इलेक्ट्रिसिटी सम्बन्धी काम गर्ने इलेक्ट्रिसियन चाहिँ जल्दै गरेको भिडियो सेयर भइरहेको थियो। त्यो सायद काभ्रेतिरको होला। यसरी असुरक्षित रूपमा जस्तो काम गर्नेहरूको इलेक्ट्रिसियनहरूको काम भनेको एकदम जोखिम हो। इलेक्ट्रिसियनको अनि इलेक्ट्रिसियन प्लम्बर अनि अरू घरमा काम गर्ने ठुल्ठुलो घर बनाउने मिस्त्रीहरूको काम झन् सबैभन्दा त इलेक्ट्रिसियनको काम नै जोखिम हुन्छ। त्यो घर बनाउने कामदारहरूको पनि जोखिम भनेको उत्तिकै हुन्छ। यस्ता कामदारहरूलाई चाहिँ अलिकति बिमा उनीहरूको जीवन बिमा गर्ने सेफ्टीको लागि चाहिँ हेलमेटहरू प्रयोग गर्ने अनि त्यस्तै खालको ड्रेस पनि प्रोभाइड गर्ने त्यस्तो काम चाहिँ अझैसम्म गरेको छैन। अनि एकजना मात्रै अब होइन टिमहरूसँग खटाउने अनि त्यस्तो काम गर्नेहरूलाई वाकिटकीको पनि व्यवस्था गर्ने हो। त्यस्तो काम गर्यो भने चाहिँ तत्कालै ठ्याक्क करेन्ट लाग्ने बित्तिकै उता हतपति भरिसके करेन्टै लाग्न नदिने तरिकाले ड्रेसहरू त्यस्तै खालको ड्रेसहरू प्रोभाइड गर्न सकिन्छ। अनि यो चाहिँ विद्युत प्राधिकरणको अहिलेको चाहिँ सिइओलाई पनि यो कुरा पुगोस् र यस्ता धेरै सेफ्टीका विदेशमा जसरी विदेशतिर सेफ्टीको राम्रो देशमा युरोपियन कन्ट्रीतिर कसरी चाहिँ सेफ्टीको चाहिँ तरिकाहरू अपनाइन्छ त्यो कुराहरू नेपालमा पनि त्यही कुराको विदेशको पनि राम्रो कुराहरू हामीले टिप्नुपर्छ। विदेश भनेको हाम्रो देशभन्दा धेरै अगाडि गएको छ युरोपियन कन्ट्री। अहिले एसियाकै पनि अब जापान कोरियाहरू नै भनौँ अथवा मिडल इस्टहरू भनौँ, कतार दुबईहरू साउदीहरू पनि धेरै विकसित छन्। त्यही भएर तिनीहरूले गर्ने रुलहरूलाई चाहिँ तिनीहरूले अपनाउने सेफ्टीका तरिकाहरूलाई चाहिँ नेपालमा पनि त्यही अनुसारले अपनाएर चाहिँ त्यही अनुसारको काम गरौँ। भरसक सेफ्टीको जे काम गर्दा पनि त्यस्तो भिडियो मलाई देख्दै पनि मैले हेर्नै पनि सकिनँ। पुरा मान्छे जलिराखेको थियो। त्यतिखेरै उनीहरूको वाकिटकी भएको भए अथवा वकिटकी भएको भए त्यो तत्कालै उनीहरूले फोन गर्ने बित्तिकै उनीहरूको कनेक्सन भएको भए ठ्याक्कै मारिहाल्ने थिए, उता लाइन निभाइहाल्ने थिए। अनि त्यसपछि त्यो मान्छे बच्न सक्थ्यो। अनि सेफ्टीको तरिकाहरू अब भर्याङहरू पनि छैन, मान्छे बचाउने अर्को साथीहरू पनि छैन, सेफ्टीको ट्रेनिङहरू पनि प्रोभाइड गरिराख्नुपर्छ त्यस्तो छैन नेपालमा। अनि त्यस्ता काम गर्नेहरूलाई बिमा पनि छैन। त्यस्तो मान्छेको हेल्थ इन्सुरेन्स गर्नुपर्छ, लाइफ इन्सुरेन्स गर्नुपर्छ, हेल्थ इन्सुरेन्स। अनि त्यहाँदेखि त्यो भएर चाहिँ केही अर्थ मृत्यु भइहाल्यो भने पनि त्यही अनुसारको क्षतिपूर्ति दिनुपर्ने हुन्छ। त्यस्तो काम चाहिँ नेपालमा भएको छैन। जस्तो मैले पहिला पनि कुरा उठाएको थिएँ, घरमा मान्छेहरू ठेकदारले ठेका लिएर चाहिँ घरहरू बनाउँछ। त्यो मान्छे कहिलेकाहीँ त्यो मान्छे झरेर उसको मृत्यु हुन्छ, तर त्यसले क्षतिपूर्ति पाउँदैन, घाइते हुन्छ। उसले आफ्नै पैसाबाट क्षतिपूर्ति गरिरहेको हुन्छ। हाम्रो देशमा तल्लो लेभलमा काम भनेको त सबै बराबर हो, र पनि दृष्टिकोण चाहिँ मान्छेको तल्लो लेभलमा गर्ने भन्ने ठानिन्छ। जुन चाहिँ त्यो चाहिँ जस्तो प्लम्बरहरू भयो, इलेक्ट्रिसियन भयो, अनि उनीहरूले पैसा त राम्रो कमाउँछन्। प्लम्बर इलेक्ट्रिसियन सिकेका छन् भने जीवन गुजारा गर्न सक्छन्। तर त्योभन्दा पनि घर बनाउने मिस्त्रीहरूको लागि 500, 1000, 500, 600
रुपियाँ दिएर चाहिँ ढुङ्गा बोक्न इँटा बोक्न लगाइराखेको हुन्छ तिनीहरूको त झन् एकदमै अवस्था चाहिँ नाजुक भएको हुन्छ। जस्तो इलेक्ट्रिसियन प्लम्बरहरूको पनि केही कथम लडेर घाइते भयो भने उनीहरूले आफै उपचार गर्नुपर्छ। ठेकदारले पनि कहिलेकाहीँ गर्न पनि सक्छ नगर्न पनि सक्छ, उनीहरूको बिमा गरेको हुँदैन। अनि झन् अब घर बनाउने बिल्डिङमा काम गर्ने कामदारहरूको त झन् उनीहरूको त झन् आय स्रोत पनि कम, आय स्रोतको उनीहरूको इन्कम पनि कम हुन्छ। त्यही भएर तिनीहरूको पनि बिमा गर्ने अनि उनीहरूको तलब बढाउने सेफ्टीका तरिकाहरू अनिवार्य लागू गर्ने, सरकारले त्यस्तो काम गरोस्, तिनीहरूको बिमा गरेको होस्। सरकारले अलिकति कडा तरिकाले चाहिँ त्यस्ता कामदारहरूप्रति चाहिँ अलिकति सदास्यता देखाएर अलिकति त्यस्ता काम हराउने व्यक्तिहरूलाई चाहिँ सेफ्टीको कुराहरू तालिम गराएर हुन्छ कि सचेतना गराएर हुन्छ कि अथवा अलिकति लागू गर्नै पर्ने नियम बनाएर हुन्छ कि देशमा त्यस्तै सेफ्टीलाई चाहिँ सेफ्टी गर्ने तलबहरू पनि लेबरले पाएको छ कि छैन, अनि त्यस्तो कुराहरूको चाहिँ अलिकति गम्भीर तरिकाले त्यसमा चाहिँ सरकार लाग्नुपर्छ। जुन अलिकति यस्तो खतरनाक कामहरू अलिकति जोखिमका कामहरू गर्ने हुन्छन् तिनीहरूलाई चाहिँ सरकारले एकदम प्रोटेक्ट गर्ने, तलबहरू पनि बढी दिने, सम्पूर्ण कुराहरूको व्यवस्था, बिमाहरूको व्यवस्था गर्ने, केही भएमा क्षतिपूर्तिहरू तत्काल उपलब्ध गराउने, श्रमको ज्याला पाएका छन् कि छैनन् तिनीहरूको चाँडो उनीहरूको मुद्दा छ भने चाँडो मिलाउने हो त्यस्तो काम चाहिँ गर्यो भने मात्र देश विकास हुन्छ। हामीले श्रमिकहरूलाई हेपेर काम गऱ्यौँ भने चाहिँ त्यो राम्रो हुँदैन भन्न चाहन्छु। धन्यवाद।